पवित्र आत्मामा समर्पित जीवन जिउनु भनेको चाहिँ आफ्नो जीवनको सम्पूर्ण भाग परमेश्वरलाई सुम्पनु हो। यसमा मुख्य स्तम्भहरू तपाईँले आफ्नो जीवनलाई, आफ्नो परिस्थितिलाई अनि आफ्नो अवस्थालाई परमेश्वरको हातमा अर्पण गरिकन तपाईँ प्रभुमा भर परेर जिउनुलाई चाहिँ वास्तवमा पवित्र आत्माको पूर्ण भरिपुरी अथवा आफ्नो जीवनलाई परमेश्वरमा समर्पण गरिएको भन्ने कुरालाई हामीले बुझ्न सक्दछौँ। धेरैपल्ट पवित्र आत्मामा म भरिन चाहन्छु, पवित्र आत्माको अगुवाई चाहन्छु, पवित्र आत्माको मार्गदर्शन चाहन्छु भनेको धेरैजना विश्वासीले बोलेको सुन्दछौँ। र धेरैजना विश्वासीको चाहना पनि यही नै छ कि म साँच्चै नै पवित्र आत्माको अगुवाईमा जिउन चाहन्छु, पवित्र आत्माले पूर्ण रूपमा भरिन चाहन्छु। तर के तपाईँलाई थाहा छ पवित्र आत्माको पूर्णता अथवा पवित्र आत्माको पूर्ण भरिपुरी भनेको चाहिँ के हो? तपाईँले बाइबलमा धेरैजना अगमवक्ताहरूको जीवनलाई, राजाहरूको जीवनलाई, बाइबलमा लिडरहरूको जीवनलाई, अभिषिक्त प्रेरितहरूको जीवनलाई तपाईँले हेर्नुहुन्छ। अनि जब उनीहरू पवित्र आत्मामा भरिपूर्ण भएका छन् नि, उनीहरूको जीवन कस्तो भएको छ हेर्नुहोस् त। उनीहरूले म हुँ भन्ने कुराहरू गरेका छन्। आज हामी संसारमा हुँदै गर्दा जब पवित्र आत्माले भरिएका कुराहरू गर्छन् अनि सानो सानो कुराहरूलाई पनि हामी त्यहाँनिर देखा सिकेको कुराहरू गरेको पाउँछौँ, मानिसहरूलाई देखाएको कुराहरू पाउँदछौँ। तर बाइबलमा जब पवित्र आत्माले भरिएको कुरा हुन्छ नि, पवित्र आत्माले भरिसकेपछि त्यहाँनिर नम्रताका कुरा हुन्छ, प्रेमका कुरा हुन्छ, वास्ताका कुरा हुन्छ, फिक्रीका कुरा हुन्छ। अनि बाइबलले भन्छ पवित्र आत्मामा भरिनु भनेको चाहिँ तपाईँ होचिनु अनि परमेश्वर तपाईँबाट देखिनु भन्ने कुरा हो। तर आज हाम्रो जीवनमा के हुँदैछ? हामी होचित रहेका छौँ, तर हामी होचिएका कुरा नि हामी संसारलाई देखाउँदैछौँ भने नि त्यो पवित्र आत्माको भरिपुरीका कुराहरू होइन मेरो प्रिय मित्र। बाइबलले आज तपाईँ र मलाई सिकाएको महत्त्वपूर्ण कुरा, जब पवित्र आत्माको भरिपुरी तपाईँको जीवन आउँछ नि, पहिलो कुरा तपाईँभित्र नम्रता आउँछ भनेर बाइबलले सिकाउँदछ। किनभने नम्रता बिना चाहिँ पवित्र आत्माको भरिपुरी हुनु असम्भव कुरा हो। नम्रता बिना पवित्र आत्माको भरिपुरीमा हामी कहिले पनि जान सक्दैनौँ। त्यसकारण आजको दिन म हजुरसँग यही कुरालाई निवेदन गर्न चाहे, बोल्न चाहे, जब तपाईँ पवित्र आत्माको उपस्थितिले भरिनुहुन्छ नि तपाईँको जीवन नम्रताभित्र भएर जान्छ। किनभने नम्रता बिना चाहिँ जीवन रित्तो हुन्छ भनेर बाइबलले सिकाइन्छ। तपाईँलाई थाहा छ मेरो प्रिय मित्र, तपाईँले भन्नुभएको छ नि एउटा जब खाली भाँडो मात्रै धेरैपल्ट भरिन सक्छ, तर जब पल्ट हाम्रो भाँडोहरू चाहिँ केही कुराले त्यहाँनिर भरिएको छ भने तपाईँले त्यहाँ जतिसुकै हाल्नुहोस् ती कुराहरू पोखेर जान्छ। त्यसै कारणले नि हामी जब पवित्र आत्माको उपस्थिति हामीसँग छैन भने के हुन्छ? म आफै गर्छु, मेरो बलले, मेरो बुद्धिले, मेरो शक्तिले, मेरो धनले, मेरो मानले, मेरो इज्जतले, यस्ता धेरै कुराहरू भएर जान्छ। तर जब तपाईँ पवित्र आत्माको भरिपुरीमा जानुहुन्छ के हुन्छ? त्यहाँनिर अहङ्कार हटेर जान्छ, त्यहाँनिर अशुद्धता हटेर जान्छ, त्यहाँनिर पाप हटेर जान्छ, त्यहाँनिर अधर्म हटेर जान्छ। अनि पवित्र आत्माको सामर्थ्यको काम, पवित्र आत्माको महिमाको कामहरू त्यो ठाउँमा हुन्छ भनेर बाइबलले सिकाएको छ। त्यसकारण आजको दिन याकोबको पुस्तक 4 अध्यायको 6 पदले हामीलाई यसरी सिकाउँदछ, परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ भनेको लेखेको पाउँदछौँ। त्यसकारण मेरो प्रिय मित्र, पवित्र आत्माको भरिपुरीमा चाहिँ अहङ्कार होइन, घमण्ड होइन, नम्रता सबैभन्दा मुख्य कुराहरू हो। अनि तपाईँ पनि पवित्र आत्माले भरिपूर्ण हुन चाहनुहुन्छ भने, पवित्र आत्मामा एउटा समर्पित जीवन जिउन चाहनुहुन्छ भनेदेखि चाहिँ तपाईँको हृदय, शरीर, आत्मा र प्राण नम्रता अनुसार भएर जानुपर्दछ। जस्तै उदाहरणहरूमा तपाईँले पत्रुस, त्यहाँनिर प्रेरित पत्रुसलाई तपाईँले हेर्न सक्नुहुन्छ। जब उनले आफ्नो बलहरूमा उनले भर परेका छैनन्, तर सबै कुरामा के गरेका छन्? उनले परमेश्वरमाथि भरोसा गरेका छन्। उनी असफल हुँदै गर्दा पनि, उनको जीवनमा कमजोरी आउँदै गर्दा पनि, उनको जीवनको हरेक परिस्थितिमा उनले सबै कुरामा परमेश्वरलाई आफ्नो जीवन अर्पण गरेको कुरा हामी देख्न पाउँछौँ। पेन्तिकोसको दिनमा जब उनी पवित्र आत्माले भरिएर शक्तिशाली भएका छन्, उनले एउटा गवाही बाँडेका छन्। त्यो गवाही के हो? परमेश्वरले मेरो जीवनमा काम गर्नुभयो। जुन प्रभुलाई तपाईँहरूले कल्भरीको क्रुसमा टाङ्नुभयो, उनी येशूको नामले हामी यो सामर्थ्य कामहरू गर्न सकेका छौँ। हेर्नुहोस् त, जब पवित्र आत्माले मानिस भरिन्छ नि, आफूलाई उचाल्न खोज्दैन, आफूलाई बढाउन खोज्दैन, आफूलाई त्यहाँनिर होच्याउँदै गरेर पवित्र आत्मालाई उचाल्दै गरेको कुरा हुन्छ। तर आजको दिन कस्तो हुँदैछ? संसारिकचोटि तपाईँले आफूलाई विचार गर्नुहोस्। अब हामी अरूको न्याय गर्ने हाम्रो योजना होइन, तर तपाईँले आफूले आफूलाई जाँचेर हेर्दै गर्दा के तपाईँ कस्तो जीवन जिउँदै हुनुहुन्छ? के पवित्र आत्माको भरिपुरीको जीवन भनेर तपाईँ परमेश्वरको डर र भयमा जिउँदै हुनुहुन्छ, या पवित्र आत्माको भरिपुरीको जीवन भनेर तपाईँ आफ्नो लापरवाहीको जीवन जिउँदै हुनुहुन्छ? किनभने लापरवाहीको जीवनले नि सबै कुरा बिगारिदिन्छ, सबै कुरा तहस नहस पारिदिन्छ। तर जब तपाईँ पवित्र आत्माको भरिपुरीमा जिउनुहुन्छ, तपाईँ नम्रतामा जानुहुन्छ। पवित्र आत्माले भरिपूर्ण भएको जीवन आज्ञाकारी हुन्छ भनेर बाइबलले सिकाउँदछ। जब हामी
विश्वासीहरूको बिचमा हामीले यो विषयलाई चर्चा गर्छौँ भने को पवित्र आत्माले भरिन चाहन्छ? सबैले हात उठाउँछ। तर हामीले एउटा यसरी प्रश्न सोध्यो भने तपाईँहरू को आज्ञाकारी हुन चाहनुहुन्छ भने नि धेरैले हात नउठाउन सक्छ मेरो प्रिय मित्र। किनभने थाहा छ पवित्र आत्माले भरिनु सबैलाई मन छ, तर आज्ञाकारी हुनु मन हुँदैन। पवित्र आत्माले भरिनु सबैलाई मन छ, तर नम्र हुनु कसैलाई पनि मन पर्दैन। अनि आजको दिन नि जबसम्म तपाईँ नम्रता र आज्ञाकारिताको जीवन जिउनुहुन्न भने नि मेरो प्रिय मित्र, तपाईँ पवित्र आत्माले भरिपूर्ण हुन सक्नुहुन्न। पवित्र आत्माको सामर्थ्य तपाईँको जीवन आउनै सक्दैन। किनभने पवित्र आत्माको आवाज चिन्नको लागि तपाईँले उहाँका आज्ञाहरूलाई, परमेश्वरको निर्देशनहरूलाई पालन गर्नुपर्ने हुन्छ। अनि उहाँको आज्ञा चाहिँ के हो त भन्दा नि तपाईँले याद गर्ने हो भनेदेखि चाहिँ यूहन्नाको पुस्तक 14 अध्यायको 15 पदमा गएर तपाईँले हेर्नुहुन्छ यसै लेखेको छ, यदि मलाई तिमीले प्रेम गर्छौ भने तिमीले मेरा आज्ञाहरूलाई पालन गर्छौ भनेर लेखेको छ। हेर्नुहोस् त, जसले परमेश्वरलाई प्रेम गर्छ त्यो व्यक्तिले परमेश्वरको आज्ञालाई पालन गर्छ। अनि जसले परमेश्वरको आज्ञालाई पालन गर्छ भनेदेखि त्यो पवित्र आत्माको भरिपुरीमा छ। तर जसले परमेश्वरको आज्ञालाई पालन गर्दैन भनेदेखि नि त्यसले परमेश्वरको उपस्थिति पाउनै सक्दैन। त्यसकारण मेरो प्रिय मित्र, आजको दिन म हजुरको जीवनमा यो उत्साह बाँड्न चाहे, म हजुरको जीवनमा यो छुटकारा र स्वतन्त्रता घोषणा गर्न चाहे। यदि तपाईँ परमेश्वरको आज्ञाकारितामा, परमेश्वरको प्रेम र परमेश्वरको उत्साहमा बढ्न चाहँदै हुनुहुन्छ भने तपाईँको जीवनबाट परमेश्वरले आफ्नो महिमा लिनुहुनेछ। तपाईँको परिस्थितिहरूबाट परमेश्वरले आफ्नो तपाईँको जीवनलाई, तपाईँको परिस्थितिलाई उहाँले उचाल्नुहुनेछ। त्यसकारण मेरो प्रिय मित्र, परमेश्वरको वचनलाई तपाईँले यदि याद गर्नुहुन्छ र पवित्र आत्मामा भरिन चाहनुहुन्छ भनेदेखि आफूले आफूलाई नम्रतामा, आफूले आफूलाई आज्ञाकारितामा डोर्याउनुहोस्। यो नै सबैभन्दा मुख्य कुरा हो भनेर बाइबलले हामीलाई सिकाएको छ। र तेस्रो कुरा तपाईँले हामीले हेर्नुहुन्छ भनेदेखि चाहिँ प्रभुको इच्छामा जिउनु, पवित्र आत्माको भरिपुरीभित्र जानु हो मेरो प्रिय मित्र। धेरैपल्ट मेरो इच्छामा म चल्छु, तपाईँको इच्छामा तपाईँ चल्नुहुन्छ। कहिले तपाईँ मेरो इच्छामा चल्न सक्नुहुन्न, म तपाईँको इच्छामा चल्न सक्दिनँ। अब हामी धेरै मानिस भएको कारण मानिसको स्वभाव यस्तै हुन्छ। अनि कतिपल्ट हामी प्रभुको इच्छामा नि चल्दैनौँ, प्रभुले भनेका कुरा हामी मान्दैनौँ, प्रभुको आज्ञा हामी पालन गर्दैनौँ, प्रभुको इच्छाअनुसार हामी जिउँदैनौँ भनेदेखि नि त्यो पनि पवित्र आत्माको भरिपुरीको चिन्ह होइन मेरो प्रिय मित्र। त्यस्तो व्यक्तिलाई पवित्र आत्माले भरिनु साह्रो नै गाह्रो हुन्छ। किनभने तपाईँ तपाईँको इच्छामा चल्दै हुनुहुन्छ, म मेरो इच्छामा चल्छु भने यहाँ कसरी प्रभुको इच्छा काम हुन्छ? किनभने पवित्र आत्माले भरिपुरी हुनु भनेको के हो त भन्दा एउटा माटोको भाँडो अथवा कुनै पनि एउटा जगलाई तपाईँले लिनुभयो भने जग भरिनु भनेको त्यहाँ जे चिज तपाईँले हाल्नुहुन्छ त्यसले भरिनु हो। त्यो भरिँदै गर्दा त्यो खाली हुँदैन नि त। त्यहाँनिर त त्यहाँ त पुरै रूपमा त्यो त भरिएको छ, पानीले भरिएको छ भनेदेखि त्यो त्यहाँभित्र त पानी हुन्छ नि। त्यसै गरी पवित्र आत्माले भरिनु भनेको तपाईँभित्र पवित्र आत्मा हुनु हो। जब पवित्र आत्मा तपाईँभित्र हुनुहुन्छ भने त्यहाँ तपाईँको इच्छा चल्दैन, मेरो इच्छा चल्दैन, त्यहाँ कसको इच्छा चल्छ? परमेश्वरको इच्छा चल्दछ। त्यसकारण बाइबलमा गलातीको पुस्तक 2 अध्यायको 20ले पनि हामीलाई के भन्छ त भन्दा म ख्रिस्टसँग क्रुसमा टाँगिएको छु, अब जिउने म होइन तर ख्रिस्ट म भित्र भएर जिउनुहुन्छ भने लेखेको छ। जब पवित्र आत्माले कोही व्यक्ति भरिन्छ भनेदेखि नि अब त्यो व्यक्ति चाहिँ त्यो व्यक्ति भएर जिउँदैन, तर त्यो व्यक्तिभित्र ख्रिस्ट जिउनुहुन्छ मेरो प्रिय मित्र। त्यसकारण यसो स्वयंले पनि गेतसमनीको बगैँचामा प्रार्थना गर्दै गर्दा उहाँले भन्नुभएको छ, प्रभु मेरो इच्छा होइन तपाईँको इच्छा मेरो जीवनमा पुरा होस्। वास्तवमा यो नै पूर्ण समर्पणताको उच्च नमुना हो मेरो प्रिय मित्र। आजको दिन तपाईँ यो बोल्न सक्नुहुन्छ, प्रभु मेरो इच्छा होइन तपाईँको इच्छा पुरा होस् भन्न सक्नुहुन्छ त? सकिँदैन नि त। तपाईँलाई पनि तपाईँकै इच्छा चाहिएको छ, मलाई पनि मेरो इच्छा चाहिएको छ। संसारमा अरू धेरै व्यक्तिलाई हामी हेर्छौँ उहाँहरू आफ्नै इच्छामा जिउँदै हुनुहुन्छ भने कसरी त्यहाँनिर परमेश्वरको जीवन त्यहाँ जियो त? परमेश्वरको समर्पणताको जीवन कसरी त्यहाँ जियो त? जिएन नि मेरो प्रिय मित्र। त्यसकारण पवित्र आत्माले भरिनु भन्ने असहज कुरा होइन मेरो प्रिय मित्र है। हामीलाई लाग्दै गर्दा प्रार्थना गरे त आइहाल्छ नि, अन्य भाषा बोले त भइहाल्यो नि, अगमबाडी गरे त भइहाल्यो नि, मण्डलीमा गएर हामी उफ्रिने, नाच्ने, गाउने गर्दा त पवित्र आत्माले भरिहाल्यो नि भन्ने कुरा हुन्छ। तर त्यो नै मात्र चाहिँ होइन मेरो प्रिय मित्र। तपाईँ नाउनुहुन्छ, गाउनुहुन्छ, अगमबाडी बोल्नुहुन्छ, अन्य भाषा बोल्नुहुन्छ, चङ्गाई, छुटकारा, स्वतन्त्रताको जीवन तपाईँ जिउँदै हुनुहुन्छ, त्यो एकदमै महत्त्व, राम्रो कुरा, असल कुरा। तपाईँबाट प्रभुको महिमा र आदर भएको होस्। तर के तपाईँले आफूले आफूले नम्रतामा लाँदै हुनुहुन्छ कि हुनुहुन्न? एकचोटि जाँचेर हेर्नुहोस्। के तपाईँ आज्ञाकारितामा जिउँदै हुनुहुन्छ? जिउनु भएको छ कि छैन? एकचोटि जाँचेर हेर्नुहोस्। के तपाईँको जीवनभित्र तपाईँले परमेश्वरको इच्छालाई पुरा गर्नुभएको छ कि छैन? एकचोटि जाँचेर हेर्नुहोस्। किनभने यदि हामीले त्यो कुराहरू गर्दैनौँ भने नि मेरो प्रिय मित्र हामीलाई धेरैपल्ट गाह्रो पर्छ। हामीलाई लाग्छ म मेरो इच्छामा जिउँछु, तपाईँ तपाईँको इच्छामा जिउने। अनि यो चाहिँ प्रभुको भरिपुरी होइन, यो हाम्रो शरीरको इच्छाको भरिपुरी हो। जब यस्तो भरिपुरीले नै हामीलाई कहिले पनि परमेश्वरसँग जोड्न सक्दैन। अनि चौथो कुरा चाहिँ हामी वचन र प्रार्थनामा जिउने व्यक्ति हुनुपर्दछ। जब तपाईँ पवित्र आत्माले भरिएको चाहनुहुन्छ भने तपाईँको जीवनको निम्ति एउटै मात्र भर्याङ भनेको चाहिँ के भन्दा परमेश्वरको वचनलाई अध्ययन गर्ने र प्रार्थनामा जिउने। जब तपाईँ पवित्र आत्माको अगुवाईको र पवित्र आत्माको वचन तपाईँ आफ्नो जीवनमा खान थाल्नुहुन्छ र वचनअनुसार तपाईँले आफूले आफूलाई ढाल्न थाल्नुहुन्छ, तब नै तपाईँभित्र पवित्र आत्माको उपस्थिति हुन्छ। जस्तै उदाहरणको लागि तपाईँ एउटा के भन्छ मार्सल आर्ट खेलाडी हुनुहुन्छ भने तपाईँले आजै गएर तपाईँले मार्सल आर्टको ब्ल्याक बेल्ट तपाईँले पाउनुहुन्न
के गर्नुपर्छ तपाईँले सुरुदेखि होइन बिस्तारै 1 दिन 2 दिन महिना वर्ष हुँदै हुँदै तपाईँले बिस्तारै बढ्नुपर्ने हुन्छ। कसरी तपाईँले सानो सानो कुराहरू गरेर सानो सानो कुराहरू तपाईँले आफ्नो जीवनमा प्रयोग गर्दै 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 सिक्दै 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 तपाईँ एक दिन मार्सल आर्टको राम्रो खेलाडी बन्न सक्नुहुन्छ। त्यसै गरी नै परमेश्वरको वचन र प्रार्थनामा तपाईँ थोरै 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 गरी जिउँदै जिउँदै गर्दा एक दिन तपाईँ पनि पवित्र आत्माको भरिपुरीको र सामर्थ्यको जीवन जिउन सक्नुहुन्छ। अब पवित्र आत्माको वचन र प्रार्थनाले कसरी हामीलाई पवित्र आत्मामा भर्न सक्छ भन्ने एउटा प्रश्न तपाईँलाई आउला। अनि बाइबलले चाहिँ हामीलाई के सिकाउँछ त भन्दा जब तपाईँ जति धेरै तपाईँ वचन अध्ययन गर्नुहुन्छ पहिलो कुरा तपाईँमा नम्रता आउँछ। जति धेरै तपाईँ परमेश्वरको वचन अध्ययन गर्नुहुन्छ तपाईँमा आज्ञाकारिता आउँछ। अनि जति धेरै तपाईँ परमेश्वरको वचनमा जिउन थाल्नुहुन्छ नि तपाईँ आफ्नो इच्छामा होइन परमेश्वरको इच्छामा जिउन थाल्नुहुन्छ। जस्तै उदाहरणको लागि वचनले के भन्छ तपाईँ फोहोर नबोल तपाईँ फोहोर बोल्न छोड्नुहुन्छ। फोहोर नखा तपाईँ फोहोर खान छोड्नुहुन्छ। तपाईँ नचाहिने ठाउँमा नजा तपाईँ नचाहिने ठाउँमा जानलाई छोड्नुहुन्छ। यो चाहिँ परमेश्वरको वचनले तपाईँको जीवनमा काम गर्छ, मेरो जीवनमा काम गर्छ। भजन सङ्ग्रह 119 अध्यायको 5 पदमा गएर तपाईँले हेर्नुभयो भने यसरी लेखेको छ तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो भनेर लेखेको छ। भन्नुपर्दा परमेश्वरको वचन नै हो मेरो प्रिय मित्र जो चाहिँ हाम्रो खुट्टाको निम्ति बत्ती र हाम्रो बाटोको निम्ति उज्यालो बन्दछ। नत्र भनेदेखि त धेरै मानिसले भन्छन् म पवित्र आत्माको आगोले भरिएको छु, पवित्र आत्माको उपस्थितिले भरिएको छु, अनि उहाँको जीवनमा आज्ञाकारिता नम्रता परमेश्वरको इच्छा छैन भनेदेखि नि त्यो त व्यर्थ हो नि। मेरो प्रिय मित्र म आज हजुरलाई यो सल्लाह दिन चाहे प्रार्थनाले तपाईँको जीवनलाई प्रभुसँग जोड्न सक्छ, वचनले तपाईँलाई प्रभुसँग जोड्न सक्छ कि तपाईँ यसमा जिउँदै हुनुहुन्छ। अनि बाइबल पढ्नु नै मात्रै ठुलो कुरा होइन, प्रार्थना गर्नु नै मात्र ठुलो कुरा होइन, तर पढेका कुरालाई तपाईँले प्रार्थना गरेका कुरालाई जीवनमा उतार्नु सबैभन्दा मुख्य कुरा। त्यसकारण त भन्छ नि मेरो वचन सुन्ने मात्रै भएर आफैलाई धोका नदेऊ भनेर प्रभुको वचनले भन्छ नि होइन। किन यसो भनेको होला त? किनभने वचन सुन्ने मात्रले चाहिँ धोका दिन्छ मेरो प्रिय मित्र। तर वचन सुनेर जसले आफ्नो जीवनमा प्रयोग गर्छ त्यसले अनन्तताको बाटो खोल्छ र स्वर्गीय महिमा ल्याउँछ भन्ने कुरा आजको दिनमा हामी सिक्न सक्छौँ। त्यसकारण म हजुरहरूलाई यही उत्साह दिन चाहे यदि तपाईँको जीवनमा परमेश्वरको उपस्थिति चाहनुहुन्छ, पवित्र आत्माको भरिपुरी चाहनुहुन्छ भने आफूलाई परमप्रभुमा समर्पण गर्नुहोस्। तपाईँको आफ्नो इच्छा होइन परमेश्वरको इच्छामा जिउन थाल्नुहोस्। तपाईँको आफ्नो योजना होइन परमेश्वरको योजनामा जिउन थाल्नुहोस् र प्रभुलाई भन्नुहोस् प्रभु अब म होइन म भित्र तपाईँ भएर जिउनुहोस्, किनभने मेरो जीवन मेरो परिस्थिति र मेरो आत्मा म तपाईँमा अर्पण गर्दछु। जब तपाईँ यसरी आफ्नो परमेश्वरलाई भन्नुहुन्छ भनेदेखि तपाईँको जीवन बदलिन्छ, मेरो जीवन बदलिन्छ। अनि हामी साँच्चै नै नयाँ उद्देश्य र नयाँ योजनाको निम्ति तयार भएका हुन्छौँ। परमेश्वरको वचनले हामीले यही नै सिकाएको छ। आजको दिनमा हजुरको बीचमा यो सामर्थ्य शक्तिशाली र परमेश्वरको ठुलो महिमाको घोषणा म गर्दछु, किनभने उहाँ तपाईँ र मलाई आशिष गर्नलाई, उहाँ तपाईँ र मेरो जीवनमा प्रभुको सामर्थ्य ल्याउनलाई सधैँभरि तल्लीन सधैँभरि आशिषको बाटो खोल्नको लागि उहाँ हाम्रो बीचमा हुनुहुन्छ। त्यसकारण मेरो प्रिय मित्र तपाईँ र मेरो जीवन बदल्ने एउटै मात्र परमेश्वर स्वर्ग र पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ। अनि उहाँले हामीलाई बदलिकन आशिष गर्नुहुन्छ र हाम्रो जीवनबाट आफ्नो महिमा सदा सर्वदा लिनुहुनेछ। त्यसकारण यतिका समय बेथेल टिभीमा जोडिनुहुने सम्पूर्ण प्रभुका जनहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु, किनभने तपाईँ पवित्र आत्माले भरिन चाहनुहुन्छ। कतिवटा कुरामा तपाईँलाई घोचियो पोल्यो भने क्षमा गर्नुहोला। मेरो उद्देश्य तपाईँलाई घोच्नु र बोल्नु होइन, तर परमेश्वरको सामर्थ्यमा परमेश्वरको वचनबाट पाएको आशिष मैले तपाईँको बिचमा बाँडे। कुनै पनि कुराले तपाईँको हृदयलाई घोच्छ भने माफ गर्नुहोला, परमेश्वरसँग जानुहोला, प्रार्थनामा जिउनुहोला, प्रभुले तपाईँलाई मार्गदर्शन गर्नुहुनेछ। यतिका समय बेथेल टिभीमा जोडिनु भयो हजुरहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहे। बेथेल टिभीमा तपाईँ आज पहिलोचोटि हुनुहुन्छ भने बेथेल टिभीलाई सब्सक्राइब गर्न नबिर्सिनुहोला, नजिकै रहेको बेल आइकन र अल बटनलाई दबाउनुहोला। यो भिडियो तपाईँलाई कस्तो लाग्यो, आशिषमय लाग्यो भने धेरैभन्दा धेरै मानिसहरूको बिचमा सेयर गर्नुहोला, एक लाइक अनि एक कमेन्ट गर्नुहोला, जसले गर्दै गर्दा परमेश्वरको आदर महिमा र उहाँको प्रशंसा हुनेछ। हुन्छ सम्पूर्ण प्रभुका जनहरूलाई प्रभु यीशु ख्रीष्टको नाउँमा जय मसीह।